नमस्ते सबैजनालाई मेरा फेसबुकका साथीहरू। फेसबुकमा हाम्रो भ्युज नजाने कारण के हो भन्दाखेरि जुन भिडियो हामीले फेसबुकमा पनि अपलोड गर्छौं र त्यही भिडियोलाई टिकटकमा पनि लिएर अपलोड गर्छौं वा चाहिँ टिकटकमा हामीले भिडियो बनाएर तानेर फेसबुकमा अपलोड गर्छौं नि, त्यो भिडियोको कारणले हाम्रो भ्युज नजाने र फलोअर्स नबढ्ने अनि त्यसपछि इन्कम नहुने गर्दछ। आजैदेखि फेसबुकको कन्टेन्ट भिडियो फेसबुकमै अपलोड गरौँ, टिकटकको कन्टेन्ट भिडियो टिकटकमै अपलोड गरौँ। त्यो टिकटकको भिडियो टिकटकमै अपलोड गर्नुपर्ने, फेसबुकको भिडियो फेसबुकमै अपलोड गर्नुपर्ने। त्यस्तो गर्दा चाहिँ हाम्रो भ्युज बढी जाने र इन्कम हुने गर्दछ। आजैदेखि हामी सचेत बन्नुपर्छ साथीहरू। हामीले प्रायःजसो के गर्छौं भने हामीले फेसबुकमा बनाउँछौं कन्टेन्ट, त्यही कन्टेन्टलाई टिकटकमा लिएर हाल्दिन्छौं अनि टिकटकमा बनाउँछौं भिडियोहरू अनि त्यही भिडियो चाहिँ फेसबुकमा लिएर हाल्दिन्छौं। त्यस्तो गर्दाखेरि हाम्रो चाहिँ धेरै मिस्टेक हुँदो रहेछ। मैले पनि त्यही गर्थेँ। मैले पनि आजदेखि म पनि सचेत भएको छु। मैले पनि कुनै भिडियो बनाउँछु, फेसबुकको भिडियो फेसबुकमै अपलोड गर्छु र टिकटकको लागि बनाएको भिडियो टिकटकको लागि अपलोड गर्छु। 1 महिना त्यसरी चेक गरौँ। 1 महिनापछि हाम्रो भ्यू गएन भने त्यसपछि के गर्नुपर्छ, फेरि नयाँ तरिकाले गरौँला। हस्त, धन्यवाद।